के दाइ 4 किलो मासुमा 4 किलो चामल हालिदियो घोडा हुन्छ त नि स्क्याम हामीले नि मुकबाङ भाडा बजाउँदै हिँड्यो भाइ आज हाम्रो मुकबाङ आज हामी हल्का शान्तिलो पिकनिक जस्तो अनि फिसिङ पनि केटाहरू हिँड्दैछ अगाडि भाडा बजाउँदै वनभोज जाँदै फिसिङ पनि रानीवनको उकालो चढ्दैछौँ Kunche gorilla in the forest. With some crazy people. With some crazy gorillas. स्पटमा पुग्यो ए पुल नि भाँच्दैछ त्यहाँ आएको ढुङ्गाहरू त रहेछ क्या यसमा चाहिँ मासु मात्रै हालेछ त्यहाँ आगो पुग्दैछ दाउरा सानो दाउरा चामल डेन्जर धेरै भयो तर केटा पनि धेरै हुन्छ दुईजना आउन बाँकी हुन्छ अझै भाँडा ठुलोहरूमा 4 किलो मान्छ गयो मासु नि गयो रे के शीर्षकले निकाल्यो त्यो
त्यसले लिएर गयो होला खुट्टा अस्ति मेरो चप्पलले डढाइदिएछ कसले हो राति बिहान उठेको त चप्पलले कालले त्यहाँ होइन यहीँ यता उतापट्टि बस्दाखेरि के खोइ आगोको छेउछेउ को थियो राति 2 जना अब त प्रजल भाइ यो डढाउने यो चलाउँदा चप्पल डढेछ नि त मेरो अनि बिहान उठेको त डढेको चप्पल लाएर हिँडिरहेको थियो शीर्षक होइन अस्ति कुरा गरेको तिमी हो शीर्षक चलाउँदा भन्छु भनेर बसेको थिएँ होइन मासु टमाटर नि हालिसक्यो सब मिलेर एउटा अर्को चुलो बनाउनु पर्यो अब यहाँ मोमो फ्राई हान्ने खाजा पनि बनिसकेको छ है कटिङ हुँदैछ सानो काटौँ न यो चाहिँ हाम्रो भात छ यता आलु पाक्दैछ मोमो बन्छ होइन मोमो हाल्ने अब तलपट्टि मोमो पाक्छ हाम्रो माथिपट्टि चिकन पाक्दैछ होइन ल मिठो मोमो पाक्यो सबै हालिदिनु है बिस्तारै चेन्ज गर्दै गर्नु उता कुनाकोलाई निकाल त सरी मोमो वाउ दिस पिस चटनी यसैको वेटिङ मा थियो Cheers! Cheers! Picnic!
सेकेन्ड राउन्ड मोमो सेकेन्ड राउन्ड मिठो यो सबै एकैचोटि बनाएर एकैचोटि खाँदा दामी हुन्छ तर है त्यही एकैचोटि हालिदिने बानी हो चिकन मोमो काँटा लिएर हात बोल्यो डल्लो मोमो गोलो रहेछ डेन्जर गोलो रहेछ गोलो होइन पानी हालेर रेडी भइसक्यो चामल र मासु एकै ठाउँमा हालेर आज नयाँ बिरयानी टेस्ट गर्ने बनाएको त कसैले पनि छैन यहाँ बिरयानी त्यही पनि यो दाना हाल्नु अब है ल हाम्रो बिरयानी नयाँ बिरयानी पाक्दैछ अनि माछा चाहिँ परेन है माछा पर्दै परेन त यहाँ त्यही भएर केटाहरू उता माउर हन्टिङ जान लाग्यो माल पाएको चाल नपाएको जस्तो भयो अब चाहिँ अब माल पनि पायो चाल पनि पायो जस्तो लाग्यो कि है अब केटाहरू उता जान लाग्छ खुसी हुँदै आउँछ भएछ 5 माछा किलो कमन कर अनिल राई कमन कर केटाहरू जान लाग्छ ऊ राजीव पिला दिजिए आन्टी पानी झोला लिएर जाऊ न त्यो राजीव तिम्रो बोकेर सजिलो हुन्छ केटाहरू माछा मार्नु जान ला हामी चाहिँ यहाँ त्यो बिरयानी पकाउँदै बिरयानी हेरौँ कस्तो हुन्छ बिरयानी त्यही हो केटाहरू त्यहाँ आगो पुग्दैन पानी सुक्यो हो भाइ मान्छेको धेरै आउनु पर्यो कि जति मान्छेहरू थियो मिठो हालेर बस्यौ रोक्नु पहिला हाल्न म त अहिले थोरै खान्छु आधी केटाहरू त अब फिसिङ गर्छन् होइन त अब हामी खान्छौँ एकैछिनमा होइन अहिले केटाहरू आएपछि चाहिँ मजाले खान्छौँ मैले चाहिँ हामीले होइन 2000 years later. केटाहरू मासु मात्रै खोजेर बस्यो 4 किलो मासुमा 4 किलो चामल हालिदियो घोडा हुन्छ त नि